हेलो एभ्रिवान है भेरी भेरी गुड मर्निङ भनेर गुड आफ्टरनुन भन्छु किनभने अहिले 1 बज्नु आँटेको छ र जहिले पनि मेरो छुट्टी हुन्छ म तपाईँहरूसँग मेरो लन्च सेयर गर्छु नि है। सो आज पनि सेयर गर्नु आँटेको आज चाहिँ के छ भन्दा चाहिँ नि एकदम सिम्पल छ आज मेरो खाना है। हाम्रो घरमा चिकन मटन चाहिँ नि लन्चमा कम नै हुन्छ, खायो भने हामी राति नै खान्छौँ। खाए मतलब लन्चमा राम्रो बट हामी बेसिकली राति नै खान्छौँ किनभने आमा खानु हुँदैन लन्चमा है, पूजा गर्नुपर्छ भनेर। त आज चाहिँ म के सेयर गर्दैछु भनेर चाहिँ नि हेर्नुहोस् भात छ है, सिमीको सब्जी, यो घरकै सिमी हो, हरियो सिमी है। अनि आमा त मिठो भयो भन्नुहुँदै थियो, घरको त अब घरकै हुन्छ नि त होइन, अर्ग्यानिक। अब यो चाहिँ मुला गजर, यो आमाले बनाउनु भएको मुला है। यो मेरो पानी है, यो ग्लास मेरो फेभरेट हो, मान्छेको सामान फेभरेट हुन्छ है, लुगाफाटा फेभरेट हुन्छ, गाना फेभरेट हुन्छ, मेरो ग्लास फेभरेट हो यो। अनि यहाँ चाहिँ तातो तातो दाल छ है, मुसुरीको दाल है। अनि मैले भनेको थिएँ दाल भातै खानुपर्छ भनेर, क्या मिठो हुन्छ नि त तातो तातो है। सो म चाहिँ अहिले लन्च गर्नु आँटेको है, खानु अब खान्छु। हाई है तपाईँहरू त खाइसक्नु भएन। मेरो भिडियोहरू बेसिकली कुनै के हुन्छ हौ, लेट न अपलोड हुन्छ, ती बेसी छ फोनमा। हिजो त मैले धेरै भिडियोहरू डिलिट पनि गरेँ हो। खाना खानु थालेको है। सो बाई बाई।